यसको काँडावाला पौधा यो काँडावाला पौधालाई रोपेपछि लगभग 2-3 वर्षमा चाहिँ यत्रो हुन्छ ठुलो यति ठुलो हुन्छ अनि यसपछि एउटा यस्तो सुइरो निस्किन्छ अनि त्यो सुइरोमा चाहिँ फुल लाग्छ तर फुललाई चाहिँ अचम्मको कुरा के छ भन्दाखेरि यसबाट त्यो फुलबाट स्प्राउटिङ भएर आफै लाइटै नपर्ने हो नि यहाँ फेरि आफै चाहिँ नि यसबाट यस्तो सानसानो यस्तो पौधा बनेर खस्छ जुन भुइँमा गएर अटोमेटिकली सर्छ यसरी भुइँमा खस्छन् पौधाहरू हाम्रो यहाँ यसरी पौधाहरू पनि खस्दो रहेछ हैन त मम्मी यसरी पौधा यसबाट पौधा बनेर खस्ने फुलबाट माथि नै पौधा बनेर फुलबाट माथि नै पौधा बन्ने चिज झरेर सर्ने म सोच्दै के फल लाग्छ कि के बिउ लाग्छ कि भनेको देखाउन नमिल्ने तरिकाले त्यही त हेर्नु न यसरी पौधा लाग्ने अचम्मको यो बुटोमा माथि चाहिँ यसरी यस्तै चाहिँ पौधा लगाएर माथि चाहिँ यति धेरै पौधा बनेछ माथि चाहिँ सब पौधा बनेछ यस्तो अचम्मको राम्रो नमेर बनेको पनि यो रोप्ने नै यसबाट त्यहाँ जरा फलाउँछ कि त्यहाँ अझ टुपु लाइदियो नि त यो त आफै जरा बन्छ नि त यो त हो यस्तो अचम्मको फुल यस्तो अचम्मको फुल हुँदो रहेछ अचम्मको चिज पुरै यसरी म त केही फल लाग्ला केही खानेकुरा केही अचम्मको बिउ नहुने चिज फलबाट फल नलागिकन सिधै यो उसबाटै यो चिज अब के हो यो यसबाट चाहिँ नि सिधै पौधा बनेर खस्ने बिउै नलाग्ने फलै नलाग्ने सिधै पौधा बनेर भुइँभरि खसेछ अहिले अचम्म छ अनि यसमा चाहिँ फेरि तिमीलाई देखाउनु एउटा चिज है त भर्खर मैले भुइँमा किरा देखेको थिएँ कि यो हो ल्याउने